तीन पिप्लेको चोकबाट जान मिल्ने बाटोहरू यहाँहरू देख्न सक्नुहुन्छ। हेलो गाइज, गुड मर्निङ। हामी आजको हाइकिङ यात्रा सुरु गरिसकेका छौँ। यो तीन पिप्ले यही हो। बाटो नि बकाल बनाएर रहेछ, चिसो हावा चलेर मजा आएको छ। विद्यालय लेखेको छ त। उकालो हाइकिङ गर्नलाई सही मजा आउने रहेछ। हराउँदैन ल। कहाँ छ? यहाँ यतातिर बस्दा रहेछ। यहाँसम्म बस आयो अनि यहाँबाट चाहिँ हामी गाडीमा आएको। अब हिँड्दै जाने, हिँड्नुपर्ने चाहिँ यस्तो बाटोमा हो। कहाँ हुनु यस्तो बाटो त दामी बनाएर रहेछ। मेरो एउटा भाइ थियो, त्यो भाइले पनि छोडेर गयो। यति उकालो चढेर आइसके। डाँडा काँडा हरियाली। भाइ कहाँ हो? आम्मा ल ल चढौँ जङ्गलतिर। घारी रहेछ, घारी। ओ चिसो हावा छ। आम्मा दामी छ ल। मन्दिर यो माथिको हो। हाम्रो गन्तव्य चाहिँ माथि मन्दिरसम्म छ। यहाँ यो मन्दिरसम्मको जाने चाहिँ हामी त्यहाँसम्म हो। जता हेऱ्यो पनि डाँडै डाँडा हो। गाउँको भाइब्स आयो ल। नेपालको ठाउँ भनेको यस्तै हो। यस्तो दामी दामी ठाउँहरू छ। अलिकति डेभलप हुन टाइम लागिरहेछ। डेभलप भइदिएको भए त क्या मजा आउँथ्यो। माइ गॉड, स्वर्गमा पुगियो। चिसो हावा चलेको छ आनन्दले। विभिन्न रुख बिरुवाहरू, पानीहरूको सहाराले हामी चाहिँ बाँच्न सफल भइरहेका छौँ। यो भिड देखेर त मलाई त रिङ्गटै चल्ला जस्तो भयो। उहाँ चाहिँ को हुनुहुन्छ? प्लिज कमेन्ट डाउन। अनि जाँदैछौँ एकदमै राम्रो राम्रो भग्ना बसेछ कि यो के हो भन्दै गरेको हो कि आई डोन्ट नो, बट इट्स अमेजिङ बिल्डिङ्स। एभ्रीबडी गोइङ अप। अनि मेरो भाइ पुगिसक्यो। भाइ जाँदैछ। मैले यहाँबाट चढेर माथि जानुपर्ने हुन्छ। मेरो लागि त यो त एकदमै पहाडको तिल भइरहेको छ। आई क्यान डु। आई नेभर गिभ अप फर क्लाइम्बिङ। म चढिरहेको छु। टोपीको रुख पनि देखियो। यो स्ट्रक्चरहरू बिल्डिङ प्रोग्रेसमा छ। आई डोन्ट नो I can make picture or not, I don't know, but I am still making video. Wow, finally we are reached the destination. मन्दिरको डिजाइन चाहिँ एकदम अर्गानिक छ। कपी हो कि होइन मलाई थाहा छैन, तर खत्रै बनाएर रहेछ। हाम्रो यो मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा राख्नुपर्छ चाँडैभन्दा चाँडै, किनकि यसको
मेहनत एकदम व्यापक छ क्या। निर्माण प्रोग्रेस निर्माण चाहिँ एकदम व्यापक रूपमा अगाडि बढिरहेको रहेछ। कुनै दिन यो मन्दिर पनि वर्ल्ड हेरिटेजमा सूचीकृत हुन्छ होला भन्ने मेरो ठम्याइ छ। वाउ, ल है दिदीहरू पोज दिनु होला। ओइ यो फलको नाम के हो? कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला। आम्मामा टन्नै पो रहेछ हौ यतातिर त, पाक्न लागेको रहेछ। हैट, यस्तो गाउँठाउँमा आइयो मजाले घुमघाम गर्ने हो। क्या दामी रहेछ हौ। मान्छेहरू कोही छैन, सब गायब छन्। सुनसान हुँदो रहेछ। त्यो पुरै गाउँमा आए जस्तै भएको छ। आम्मा, यो त चिलाउनेको रुख होइन? चिलाउने होइन भाइ यो? ल, चिलाउने पनि पो त्यो रहेछ त यार यता त। गल हे जङ्गल, आई लाइक दिस। टन्नै रहेछ हौ त्यो ऐसेलुको रुखहरू चाहिँ। यहाँ माथि फेरि के को पोस्ट हो यो? छ पाकेको? ल ट्याक्सी आउँदैछ त। ल यता नि ट्याक्सी आउँदो रहेछ। अरे ल ट्याक्सी मान्डुहरू त आएको रहेछ त। भाइ यो के को पोस्ट रहेछ यो पुलिसको पोस्ट जस्तो छ। के कराएको यस्तो जङ्गलतिर? के बिल्ड गर्दैछ यहाँ फेरि? घुमघाम त लस उत्तिसको रुखहरू। यहाँबाट तल खस्यो भने चाहिँ सिधै मर्छ। पानी ट्याङ्की, यो चाहिँ काठमाडौँलाई सप्लाई गर्ने पानी ट्याङ्कीहरू होला। यो घरहरू पञ्चकन्या पोल्ट्री सप्लायर्स। ए कुखुरा पालन पो रहेछ त यार। ब्रोइलर छ यार यहाँभित्र। चल्दैन त यार यो ब्रोइलर त। यस्तो घरमा यो चाहिँ के घर हो? यो त लास्टै एक्स्ट्रै घर छ त यार। मजाले घरबाट के शिक्षा प्राप्त गर्न सक्नुहुन्छ तपाईँहरू? यो के हो? यो स्कुल हो कि सैनिक ब्यारेक हो कि? यस्तो खतरा बनाएको रहेछ। जुम गरेर तानौँ न। खै त मान्छे सान्छे केही देखिन्न त यार। कुखुरा कराइरहेको छैन? कुखुरा हो? बासिरहेको छ। खै त के आउँछ त? मान्छे ए एउटा मान्छेलाई देखिन्छ। एउटा मान्छे के हेरिरहेछ त्यो?
कुखुरा चोर्न लाग्यो। कुखुरा हेर्ने मान्छे ऊ टन्नै रहेछ मान्छे हेर त। ए त्यसकै छेउमा त्यो माथिल्लोमा त्यो हेलट्याङ्कको छेउमा ठिक छ। कुखुरा फर्माउला के हो कुनि टाढो छ। सुहान भ्याली भ्युटार होमस्टे भुवनेश्वरी हाइट। अर्ग्यानिक खाना, लोकल भाले तथा ढिँडो पाउनुका साथै अर्डर बमोजिम विभिन्न परिकार तयार पनि गरिन्छ। नोट पिकनिक स्पटको व्यवस्था छ। बाहिरबाट लिएर आएर बसेर खाएको एक्स्ट्रा चार्ज लाग्नेछ। दुध, दही, घिउ, मही पाइन्छ। बेडहरू त खतरा देखाएको छ, कहाँ छ थाहा छैन है, सोध्नुपर्छ कोही इच्छुक छ भने। मन्दिर भन्दा पनि माथि गएर हेरियो अनि त्यसपछि एकदम राम्रो लाग्यो। चिसो हावा पनि, सबैभन्दा बेस्ट त हाम्रो वेदर नै हो। नेपालको सबैभन्दा बेस्ट थिङ इज वेदर। साथीहरू, तपाईँलाई यस्तो ठाउँ हेर्दाखेरि कहाँको याद आउँछ? यो बारीहरू बाँझेको अनि यस्तै जङ्गलले पुरेको, यस्तो हेर्दाखेरि कुन ठाउँको याद आयो तपाईँलाई? ल पहाडको रानी भनेर दार्जिलिङलाई चिनिन्छ भने यो एरिया पनि दार्जिलिङभन्दा कम छैन। पुरै यो फक हो कि के हो, धुवालोले सब ढाकेर राम्रै देखिन्न क्या। सबैतिर धुवालो लागेछ। पानी पर्दैन है, पानी परेको भए त धुवालो सबै हराउँथ्यो, अलिक क्लियर हुन्छ नि त स्काई। अब पानी सानी छैन, सबै यस्तो कालो धुवालो धमिलो देखिन्छ कि।